अनि नमस्ते साथीहरु सबैजनालाई वेलकम टु मेरो न्यू डे न्यू ब्लगमा आएको हजुर सबैजना सन्चै हुनुहुन्छ होला। मलाई चाहिँ अलि सन्चो छैन, मलाई चाहिँ रुगाखोकी लागिराखेको छ। सो आज चाहिँ म साथीहरु बारीमा आछु। बारीमा चाहिँ मेरो आज खन्ने काम भइराखेको छ। मैले चाहिँ यहाँ पहिला चाहिँ यो काउली लगाएको थिएँ, यसलाई चाहिँ म आज खन्दै छु साथीहरु। खनेर चाहिँ गोलभेडाका बिरुवा रोप्नको लागि। सो म चाहिँ बारीमा आछु साथीहरु। हाम्रोतिर चाहिँ एकदमै गर्मी छ, तपाईहरुकोतिर चाहिँ कस्तो छ? आजभोलि चाहिँ लास्टै गर्मी छ यतातिर चाहिँ। मेरो घर चाहिँ सल्यान हो। यहाँ चाहिँ मैले साग पनि रोपिरहेको छु साथीहरु। यहाँ रहेको छ साग, अनि यहाँ चाहिँ यो गोलभेडाको बेर्ना रहेको छ। यो चाहिँ यहाँ चाहिँ फर्सी चाहिँ सानो छ, अनि यहाँ पनि साग रहेको छ यो चाहिँ। अनि यहाँ चाहिँ मैले गोलभेडा राखेको छु, भर्खर उम्रिएको छ। यो चाहिँ भर्खर उम्रिन सुरु भएको छ। अनि यहाँ रहेको छ काँक्राको बिरुवा बोट, अनि यहाँ रहेको छ हाम्रो फर्सी। यो फर्सी चाहिँ भर्खर फल्न सुरु भएको छ, भर्खर चाहिँ सिउँ लागेका छन्। यहाँ चाहिँ फर्सी, अनि यताको फर्सी चाहिँ कुहेछ साथीहरु। यताको फर्सी चाहिँ कुहेछ। अनि यहाँ रहेको छ हाम्रो भुइँसिमी। यता रहेको छ भुइँसिमी, झारहरू टन्न छ, झारहरू फाल्नेछु म आज। अनि उता रहेको छ हाम्रो प्याज, अनि यता रहेको छ अर्को सिमी रहेको छ। यतातिर चाहिँ भर्खर चाहिँ फुल खेल्न सुरु भएको छ यता चाहिँ सिमी। सो साथीहरु, तपाईहरुलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला है त साथीहरु। सो म चाहिँ अब मेरो यो खन्ने काम हुँदैछ साथीहरु। म चाहिँ अब यो खन्ने छु। यहाँ चाहिँ गोलभेडालाई पानी राख्दैछु, गोलभेडाको बिरुवालाई। यसमा चाहिँ फेरि किरा लाग्दैछ कि यो गोलभेडाको यो बिरुवामा चाहिँ। कस्तो मेरो चाहिँ उले रुगाले गर्दाखेरि भोइस नै चेन्ज भएको छ क्या फेरि। म चाहिँ यो गोलभेडाको बिरुवा चाहिँ बान्दिदैछु। यहाँ चाहिँ खरानी चाहिँ हामी बनाएको खरानी चाहिँ फाल्दिनौँ, तरकारीमा राख्ने गर्छौँ। यो खरानी राखेपछि हाम्रो मल भनेको यही नै हो। खरानीले चाहिँ एकदमै राम्रो हुन्छ, खरानीको मल चाहिँ। गाह्रो छ साथीहरु, काम गरिखान चाहिँ एकदमै गाह्रो छ। मैले चाहिँ यति खनेर भ्याए, अब चाहिँ यताको छ बाँकी खन्नलाई।
यति खने मलाई चाहिँ फेरि रुगाले चाहिँ एकदमै सताइराखेको छ साथीहरू। र साथीहरू मेरो चाहिँ यो भिडियो चाहिँ यति नै रहनेछ। म फेरि पनि न्यू भिडियो लिएर आउनेछु, तपाईँहरू हेर्दै गर्नु होला है त साथीहरू।